Welcome to the core series video in MS Dynamics NAV 2013. I will explain how to create new training detail card, new training feedback card, and view training history and report. I'm Elisha Razbandari, Microsoft Dynamics NAV consultant, and I have created this video in cooperation with Azad Solution Private Limited. At the end of this video, you will be able to create new training details card, new training feedback card, and view training history reports. Step 1. Create training detail card. Training detail card खोल्नको लागि navigation panel को left side मा training details मा गए पनि हुन्छ अथवा department मा गएर planning and execution भित्र training detail list मा जाने. यहाँ चाहिँ हामीले create new गर्छौं. new गरेर number मा यता enter थिच्छौं. यता नम्बर अटोमेटिकली आउँछ अनि ट्रेनिङ कोड हामीले यता के हो राख्छौं. एन्टर गरेपछि यहाँ ट्रेनिङ कोडको अनुसार यहाँ हाम्रो ट्रेनिङ डिटेल सब फर्ममा यता लिस्ट आउँछ. त्यसैगरी हामीले यता डिस्ट्रिक्ट कोड राख्छौं. यसको स्टार्ट डेट, एन्ड डेट अनि टोटल मेल र टोटल फिमेल. त्यसैगरी हामीले यो यता VDC नाम राख्छौं. हामीले यता यो एस्ट्रिक गरेको फिल्ड्सहरु सबै फिल अप गर्नुपर्ने हुन्छ. कन्ट्याक्ट डिटेल, नम्बर अनि नम्बर अफ पार्टिसिपेन्ट प्रोवाइडिङ फिडब्याक ट्रेनिङ्स भनेर हामीले यो ट्रेनिङ डिटेल्स अफ फर्ममा यहाँ डिफरेन्ट मोडुल्स देख्न सक्छौं. यतिगरी यता मध्ये कुनै अरु पनि छ भए यताबाट हामीले एड गर्न यसैगरी यदि कुनै हामीलाई डिलिट हाम्रो मोडुलमा छैन भने हामीले यसलाई राइट क्लिक गरेर डिलिट लाइन गरेर डिलिट पनि गर्न सक्छौं. यो ट्रेनिङमा आएको CI मान्छेहरुसँग को डिटेल्स हामीले राख्नलाई चाहिँ हामी यहाँ एक्सन पेनमा लिंक विथ CI भन्नेमा जान्छौं. त्यता चाहिँ हामीले को CI आउनु भएको छ त्यता हामी फिल अप गर्छौं. यसरी गरी जतिवटा CI हरु छ हामीले फिल अप गर्न सक्छौं. त्यसैगरी यता यो ट्रेनिङमा भएको इमेजहरु राख्नको लागि हामी यहाँ इमेज लिस्टमा जान्छौं अनि हामी त्यहाँ इमेज राख्नलाई यता न्यू गर्छौं. पिक्चरमा गएर राइट क्लिक गरेर सिलेक्ट पिक्चर गर्छौं. कुनै एउटा पिक्चर ओपन गरेर राख्छौं अनि हामीले यहाँ डिस्क्रिप्सनमा हामीले डिस्क्रिप्सन राखेर यसलाई ओके गरिदिन्छौं. यदिगरी एक भन्दा बढी छ भए हामीले त्यसैगरी अर्कोको लागि गर्नलाई न्यू गर्छौं.